सबैले चेस्ट ल ल ल ल चेस्ट सम्पूर्ण सबैजनालाई ह्याप्पी इस्टर। युरोपमा जति पनि रहनुहुने नेपाली सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई ह्याप्पी इस्टर। हाम्रो चाहिँ इस्टर यसतिर मनाइँदैछ। आशा गर्छु तपाईँहरूको पनि राम्रै होस्। हामी चाहिँ यही पोर्क बार्बेक्यू कुखुराको मासु हाम्रो उता दिदी ल पूजा दिदी हाई भन्नु ल हाई भाउजू हाई ल यता हाम्रो लिम्बू दाई उहाँ चाहिँ 8-9 वर्ष भयो युरोपमा बस्न लागेको एकदम हाम्रो सुशील दाई दाई ल केही भन्नुहुन्छ मेरो भ्लग ल मेरो भाइलाई होइन सबैजनालाई यो भिडियो हेरिदिनु होला सबैले मन पराइदिनु होला लाइक गरिदिनुहोस् कमेन्ट गर्नुहोस् सब्सक्राइब गर्नुहोस् धन्यवाद। यता चाहिँ हाम्रो मान्दै ल हाई हेलो हेलो सबैजनाले काम मात्र होइन कहिले यसरी साथीभाइ बसेर होइन रमाइलो गरेर खानुपर्छ इन्जोय गर्नुपर्छ दुःख मात्र होइन कहिले काहीँ यसो इन्जोयमेन्ट गर्नुपर्छ लाइफमा चाहिन्छ ल थ्याङ्क यू ल आशिष हाम्रो उता पोखरा यता हाई भन्नु ल सुमान यता हाई भनिदिनु हामी सबैजना चाहिँ एकै ठाउँमा काम गर्ने हो। युरोपमा रहनुहुने सम्पूर्ण नेपाली तथा दाजुभाइ तथा दिदीबहिनीलाई ह्याप्पी इस्टर। हामी चाहिँ इस्टर मनाउँदैछौँ भने आशा गर्छौँ तपाईँहरूको पनि राम्रो हुनेछ। चेस्ट सबैजनाले ल चेस्ट म भिडियो बनाइरहेको छु भ्लग आउँछ अरे ल यो चाहिँ सेक हो बार्बेक्यू। युरोपमा रहनुहुने सम्पूर्णलाई ह्याप्पी इस्टर ह्याप्पी इस्टर के अरे इस्टर गाइस बी ह्याप्पी बी कुल लाइसक्यो पहाड गएको होइन अनि यस्तै असारसम्मको बेलामा थियो अनि मेरो भाइ अलिक सानो चाहिँ हाम्रो फोर्थ आम्मा बवाल भयो त अहिले चाहिँ हाम्रो चाहिँ एउटै कम्पनीको सबै साथीभाइहरू म चाहिँ पनि बाहिर जाँदैन होइन धेरैजना फेरि एकजना हाँस्छ दुईजना हाँसिन तिनजना है तर सही भयो पार्नु अहिले चाहिँ झट्झट मजाले बोल्यो है अनि गभर्नर बिच गयो भने भोलिपल्ट जाने हामी इस्टरमा बसेर खाएर अनि भोलिपल्ट हामी उहाँ के अरे गभर्नर बिच हाम्रो चाहिँ यहाँ सरलाई हामी चाहिँ एउटै फ्यामिली जस्तै हो एउटै कम्पनीको मान्छे नमिठो हुन्छ फेरि मिठै भइरहेको यहाँ बनाऊ न यहाँ सबैले भोलिको यहाँ बनाऊ ह्याप्पी इस्टर रहनुहुने सम्पूर्णलाई ह्याप्पी इस्टर है। हामी चाहिँ साइप्रसबाट हामी चाहिँ यसरी मनाइराखेका छौँ आशा गर्छौँ तपाईँहरूको सबैलाई इस्टर राम्रै हुनेछ हो ह्याप्पी इस्टर सबैलाई आई लभ यु गुड नाइट